र सम्पूर्णमा नमस्ते, स्वागत छ हाम्रो भिडियोमा। आज लेखनाथ महोत्सवको 8औं दिन 2082 साल हैन। हाम्रो यो कतिऔं महोत्सव हो? 29औं महोत्सव हो क्या हैन? 3 गते सुरु भयो, आज 14 गते। अब गेटबाट हामी प्रवेश गर्दैछौँ, हामी देखाउँदैछौँ तपाईँहरूलाई यहाँको रहेछ है गाडीहरू। यो सायद इलेक्ट्रिक गाडीहरू हो है। यतापट्टि तरकारीहरूको छ, त्यसपछि छ अनि हामी साँझको टाइममा अलि साँझ पऱ्यो, अलि रात परिसक्यो है। साँझको टाइममा आइयो, त्यही भएर अब हामी ढिलो भए पनि अँधेरो भयो होइन। यता बाइकहरू बेच्न राखेको रहेछ होइन। यसरी लेखनाथ महोत्सव हेर्न सिन चाहिँ बब्बाल छ होइन भन्छ कसलाई? बवाल छ। माथिपट्टि टक्क लगाएर स्वागत चाहिँ राम्रै गरेको रहेछ है टक्क। यो चाहिँ अब सुरुमा तरकारीबाट यता दायाँतिर गाडीहरू छ भने बायाँतिर चाहिँ तरकारीहरू रहेको छ है। अब कस्तो लाग्दैन ल भन्ने एकदम आदरणीय महानुभावहरू, 2082 सालको यो हाम्रो महोत्सवको नि महामग्र लेखनाथ महोत्सव 2082 सालको 21औं महोत्सवमा आदरणीय महानुभावहरू एकदम भिडभाड अलिकति कम भएको अवस्था छ। अब साँझ पनि परेको अवस्था छ र निस्किने क्रमहरू पनि जारी छ, छिन्ने क्रम पनि जारी छ, कन्सर्ट पनि हुने अब सुरु तयारीमा पनि छ र यो खुँडाहरूको चाहिँ यहाँनिर अवस्था चाहिँ त्यस्तो देखिरहेको छ ल। हामी अब लगायत हामी भर्खरै छिरेको अवस्थामा चाहिँ हामी अवस्था छ र यहाँ औजारमा हामी फेरि आइसकियो। यो चाहिँ सानो सानो औजार चाहिँ देखिएको छ र उहाँ वनचराको लागि केही भन्न पर्ने भयो फेरि यहाँ के करेन्ट आउँछ क्या हतियारमा त यो त हँसिया रहेछ, हँसिया चाहिँ बब्बाल छ है। कति रहेछ, कति रे यसलाई? कति छ यसको? 2800 ल है। 2800 मा 80 ल नाम पनि यहाँ ठक्क देखिएछ होइन। ल अर्जुन कृषि औजार तथा मेटल उद्योग है, बागलुङ 10 तल्लो बागलुङ है। ल गएर वहाँ पनि पाइन्छ, उतैको साथीहरूले पनि उतै गएर पनि लिन सक्नुहुन्छ है। बागलुङको साथीहरूले अहिले चाहिँ यो लेखनाथ महोत्सवमा छ, स्टल नम्बर 14। ट्याक्क मन परेदेखि आएर लिनु होला। यसलाई कति छ? भन्छ रागै ढल्छ क्या त्यसले त। यसले 5000, यसले त रागो नि ढाल्छ मजाले। मजा पनि भन्छ अब। ए दिपा बहिनी नमस्ते। तपाईँ त आजभन्दा भ्लग बनाउँदै हिँड्नुभयो त। अहिले सुरुमा है यहाँ हाम्रो दिपा बहिनी पसल कताबाट पसल के छ खबर? ठिकै छ। के तपाईँ भ्लग बनाउँदै हिँडेर मलाई नदेखाउनु है, मलाई त तिम्रो अन्तर्वार्ता हुन्छ अब अन्तर्वार्ता लिनु है पहिला। ल यहाँ सबैजनालाई स्वागत छ हाम्रो विजय दाईको युट्युब च्यानलमा। अनि हजुरहरू को जना कतिजना घुम्नुभयो लेखनाथ महोत्सव? मेरो त स्टल नम्बर 85 रहेको छ है, दिपासना पञ्चधातु तथा ग्यारेन्टी गहना पसल। यदि हजुरहरूलाई पनि पञ्चधातु तथा ग्यारेन्टी गहनाको केही सामानहरू चाहिएको छ भने स्टल नम्बर 85 दिपासना पञ्चधातु भिजिट गर्नुहोला। अनि हाम्रो पसल चाहिँ पोखरा चिप्लेढुङ्गा मिनी मार्केटमा छ। धन्यवाद। ल धन्यवाद। ल यो दिपा बहिनीको पसल चिप्लेढुङ्गामा छैन, चिप्लेढुङ्गामा नयाँ खोलेकी छन्। लेखनाथ महोत्सव सुरु हुँदा आउँदै चाहिँ आज हामी चाहिँ ड्याक ड्रम है फुट्दैन भन्दै व्यापार एडभर्टाइज गरिराख्नु भएको छ। हामी चाहिँ लेखनाथ धन्यवाद सम्पूर्णलाई यस लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सवमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र यो सभ्य र भव्यताका साथ सफल भएको पनि जानकारी गराउन चाहन्छु। यहाँ विभिन्न सामग्रीदेखि लिएर सम्पूर्ण परिकारहरू पनि पाइने अवगत गराउन चाहन्छु र एक फेर भिजिट गरेर हेरिदिनु हुन सम्पूर्णलाई म विनम्र आग्रह गर्न चाहन्छु। पनि त्यस्तै छ र प्रवेश गर्ने क्रम पनि त्यस्तै सेम छ है। अब यतापट्टि अब यो सिरेक 10 नाको रहेछ है यतापट्टि है। यो अब 110 नम्बर स्टलमा 110 तिरबाट सुरु हुँदो रहेछ। यो लगभग 180-200 सम्म होला सायद। दुःख साटौँला बेरी सुख साटौँला अब जिन्दगी
ओके दुःख सानो ट्र्याक प्ले गरिदिइहाल्नु होला कस्तो राम्रो कति मिठो गाउनुहुन्छ तपाईँहरू म त पागल भइसकेको छु होइन र ओके ट्र्याक प्ले गरिदिनु एकचोटि भाइब स्क्रिन गर्नुपर्छ सबभन्दा त हुनुपर्छ हजुरले हातमाथि गर्नु म नाच्दिन्छु होइन के कति मूल्य छ बहिनीले केही भनिदिनुहुन्छ होला आदरणीय बहिनी यो जुत्ताको मूल्य के कस्तो छ होला यहाँनिर क्वालिटीहरू कुन कुन क्वालिटीको छ भनिदिनु होला ओइ आइदिनु है के भन्नु ठिकै छ दाइ सेलको विषयमा के छ यहाँनिर के कस्तो क्वालिटीहरू छ कुन कुन क्वालिटीकोहरू होला यहाँनिर हामी नै नयाँ हो कि बाजे हजुर तपाईँहरू नयाँ यहाँनिर होइन बाजे हजुरहरूको यहाँ कुन कुन ब्रान्डको जुत्ताहरू छ यहाँनिर ओइ ब्रान्ड भन्न आइसक्यो छिटो ब्रान्ड यता साउलाई सोध्नु न भित्र साउ हुनुहुन्छ साउजी भित्र हुनुहुन्छ नि अहिले चाहिँ हामी चाहिँ थोरै चाहिँ अब साउजीलाई सोध्ने भने बहिनी चाहिँ अलिकति भागेको अवस्था छ र यो यहाँ दाइलाई नै सोध्न पर्ने भयो हजुर हजुर अब हजुर नमस्कार हजुर शुभ नाम मेरो सन्दीप थापा हजुर हजुर स्टल नम्बर मेरो 253 254 हजुर साङ्ग्रेला फुटवेयरको ओनर है म चाहिँ मेरो अरगाउँ चोकमा होलसेल पसल छ सर लेखनाथकै एउटा मात्रै होलसेल दोकान हो हजुर हजुर ए साङ्ग्रेला फुटवेयर हजुर कुन कुन ब्रान्डहरूको जुत्ताहरू छ मसँग स्पेसल्ली अहिले गोली स्टारको जुत्ता हुन्छ सर फर्स्ट वाक भन्ने हुन्छ नेपाली जुत्ताहरू नेपाली ब्रान्डहरू नै बढी हुन्छ मसँग क्यापिटल हुन्छ साङ्ग्रेला हुन्छ टाइटेक्स हुन्छ नेपाली ब्रान्डहरू लगभग सबै खालको चाहिँ जुत्ताहरू हुन्छ हजुरहरूलाई भनेपछि अब सपिङ गर्न आउनु पर्यो नि स्टल नम्बर 253 र 254 साङ्ग्रेला फुटवेयरलाई सम्झनु होला इन केस यहाँ तपाईँहरूलाई चाहिँ असुविधा हुने भयो भने मेरो चाहिँ पसलबाटै अर्गाउँ चोकबाट पनि तपाईँहरूले हजुर हजुर सपिङ गर्न किनमेल गर्न सक्नुहुन्छ मेरो पर्व ब्याङ्कको तलपट्टि हजुर है पर्व ब्याङ्क मान्छे हजुरको लागि सपिङको लागि 253 र 254 मा हजुरको लागि आउनु पर्यो मसँग चाहिँ के छ भने चाहिँ मैले 1000 रुपियाँमा यो लेखनाथ महोत्सवमा चाहिँ जति पनि दर्शकहरू हुन्छ दर्शकहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँहरू जति पनि दर्शकहरू यहाँ आएर मेरोमा चाहिँ कस्टमरको एज अ कस्टमर सपिङ गर्नु भएको छ अथवा सपिङ नगर्नु भएको दर्शकहरूलाई पनि म एकदमै धेरै धन्यवाद भन्न चाहन्छु म किन भन्दा म आफै पनि लेखनाथ उद्योग वाणिज्यसँग आबद्ध सदस्य हो त्यसै कारणले आगामी दिनहरूमा पनि लेखनाथ उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घले गरेका कामहरूलाई यसरी नै दर्शकहरूले रुचाइदिनुहुन्छ लेखनाथ उद्योग वाणिज्य सङ्घले निरन्तरता दिनेछ र दर्शकहरूले पनि यसरी नै रुचाइदिनु हुनेछ भन्ने चाहिँ आशा छ हजुर धन्यवाद धेरै धन्यवाद हाम्रो यहाँनिर एकदम आज दारू कति खाने त आज भन्दिनँ अब दारी सारी खाने होला अब आज प्लान छ कि छैन आज हाम्रो दारू खाने प्लान छ कि छैन आज छैन आज चाहिँ गीत मात्रै सुन्ने हामीहरू आज चाहिँ हल्का खानी नै हो अब जाडो छ पुसको महिना जाडो 11 गतेको दिन त्यो जाडोमा त्यसै बस्न सकिन्न दुई जाडो लोकलै भने पनि खाना गर्ने भएको छ यति रक्सी खाने छोड्ने भनेको यार है रक्सी खाना छोड्ने भनेको त यार दिमाग खराब भयो रक्सी खाना छोड्ने भनेको फेरि मौसमले च्यालेन्ज लियो हामीलाई त्यही भएर आज दारूको आज कुन ब्रान्ड खाने भनेर त्यो भन्न तपाईँले सबभन्दा बेस्ट ब्रान्ड कुन माल्दै भन्नु मलाई लगभग त मलाई त ब्रान्ड भन्दा नि अब यो वाइन हुस्कीहरू भन्दा पनि अलिकति आफ्नै अर्ग्यानिक कोदाको होइन कोदाको प्योर कोदाको ब्रान्ड बनाउनु पर्छ हाम्रो फेरि हाम्रो स्टल आयो अशोक यहाँ अशोकले अझै प्याकिङ गर्दै रहेछन् हाम्रो अशोकले चाहिँ है अस्ति खेल्न जाने भने जिग्रीहरूले चाहिँ फेरि होइन मालदै ग्रुप या भान्जामा चाहिँ यता बोल्दै बसिएको छ होइन अब के गर्ने अब यस्तै छ जिन्दगी हाम्रो चलिरहेको छ एकचोटि यसो सो गरिदिउँ न त भन्छ पिङ जाने कि यता जाने पिङ
सरियो